एकदम गर्वको कुरा हो। सम्पूर्णमा नमस्कार। एनआरएनए पोर्चुगलद्वारा आयोजित देउसी भैलो कार्यक्रम सफल, सभ्य अनि भव्य रूपमा समापन भएको जानकारी गराउन चाहन्छु। राजनीतिक झोले परिपाटीहरूलाई चिर्दै हजारसिंह लामा ज्येष्ठ नागरिक ज्यूलाई प्रमुख अतिथिको सिटमा आसन ग्रहण गराइएको थियो भने नेपालबाट आउनुभएका सिङ्गर शरद एलजी ज्यूले उपस्थित महानुभावहरूलाई छमछमी नचाउनु भएको थियो। यो टिकाबाट निस्केर हरपाल भैया यो टिकाबाट निस्केर हाम्रो दोस्रो